हुन त यो लिम्बुनीले के गरेको होला के भन्नु होला है। रातको 11:30 समथिङ भइसक्यो। म चाहिँ अब तल नयाँ घर निर्माण भएको ठाउँमा जानु पो पर्यो हो एकछिन, किनकि हामी चाहिँ आज चाहिँ अलिकति छिट्टै पसल बन्द गरेर हामीले बाहिरै डिनर गरेर आयौँ है। हाम्रो गाडी पार्किङ गर्नेको छेउमा एकदमै मिठो विङ्स लेगहरू पाउँछ, अनि त्यही नै डिनरको रूपमा हामीले गरेर आयौँ र 10 बजीतिर आइपुगेर है नुहाइधुवाइ गर्दा 10:30 भएको थियो होला। अनि सर चाहिँ भित्रबाट चाबी लगाइदिएर चाबी फालिराखेर तिमी चाहिँ सुत्दै गर है, तिम्रो निन्द्रा पुग्दैन भनेर जानुभएको। अब म चाहिँ नुहाइधुवाइ गरिसकेर यसो टिकटक सिकटक हेरेँ, यसो फेसबुकहरू हेरेँ। मलाई त निन्द्रै पो लागेन हो, माया पो लाग्यो हो, बुढाको माया लाग्यो। के गर्दैछ होला कल गरेँ, कतिखेर आउने भनेर कल गरेँ। हुन त गएको 30 मिनट 40 मिनट जस्तो भयो होला। अझै मलाई टाइम लाग्छ, 12-1 बज्छ, तिमी सु त म आएर कल गर्छु अनि गेट खोला है भन्नुभयो। अनि यसो ढल्के निन्द्रै लागेन। अनि अहिले धरानमा दिउँसो चाहिँ गर्मी भयो भने बेलुका चाहिँ जाडो जाडो छ है। त्यही भएर जाडो जाडो पनि सिरसिर चलिरहेछ। यो चिसोमा बिचराले कसरी पानी हाल्दै होला, कति चिसो हुँदै होला। बरु म उसको छेउमा गएर गफ गरिदिन्छु, उसलाई टाइम पास हुन्छ भनेर म त जान आँटेको है तल। हजुर चाबी मैले खोलेँ, यसरी भित्रबाट चाबी लगाएर राखेर जानुभएको रहेछ। अब मैले बाहिरबाट चाबी लगाइसकेँ। अब लाग्यो है त तल घर बनाएको ठाउँमा। यहाँबाट 10 सेकेन्ड 15 सेकेन्ड लाग्छ, धेरै टाढो त छैन। सुनसान छ सबै, घरको सुतिसक्नुभयो। हेर्नु न, सुनसान सबै, घरको सटर लागेको छ। सुनसान, एउटा किरा फट्याङ्ग्रा पनि हिँडेको छैन रोडमा। तर पनि म चाहिँ अब सम्राट सरलाई टाइम पास, उहाँलाई चाहिँ 1-2 घन्टा कसरी चाहिँ पानी हाल्नुहुन्छ होला राति हुँदै। अँधेरोमा काप कापमा डर पो लाग्छ हौ सिन्धु भन्दै थियो कि, बत्ती खोज्दै हुनुहुन्थ्यो। बत्ती पनि लानुभयो कि भएन त्यो चार्जिङ बल खोज्दै हुनुहुन्थ्यो। डर पो लाग्छ हो मलाई त अँधेरो काप कापमा भन्दै हुनुहुन्थ्यो। म चाहिँ अब गएँ, बिचरालाई अब चाहिँ 1-1.5 घन्टा लाग्छ होला पानी लाउनु। अनि त्यही भएर छेउमा बसेर गफ गरिदिन्छु बिचरालाई। ठ्याक्कै आइपुगेँ म, भल्ला पनि झरेछ आज है। कति निदनीय माया लाग्दो हुनुहुन्छ है। उहाँ चाहे जे गरे पनि जस्तो गरे पनि आफ्नो काम कहिल्यै पनि उहाँले छोड्नुहुन्न है। बिचरा बाहिरबाट कसरी मूल्याङ्कन गर्नुभएको हुनुहुन्छ उहाँलाई तपाईँहरूले। मोटर जोडेछन् बिचरा है, मोटर चलिरहेको छ। अब म जाँदैछु माथिपट्टि, पानी लाउँदै हुनुहुन्छ, सरर आवाज आउँदैछ, पानी लाउँदै हुनुहुँदो रहेछ। ल अर्को ताला पनि गइसक्यो म।